हाम्रो जाइरोको हेयर कट मामाले गरिदिने कति क्युटी भएको छिन् जाइरोलाई दिदीले रेडी गरेको दिदीले कसरी रेडी गरेको आर्सुले जाइरोनलाई बेबीलाई कसरी रेडी गरेको दिदी दिदी कसरी रेडी गरेको ग्रिज गरेर हाई भन्दै जाइरोन के रे हाई अब यो चाहिँ बिफोर लुक है पछि आफ्नो लुक हेर लाइन बनाउनु पर्ने वाह त्यति बोला रस्ता अन्त त लाइन बनाउनु पर्ने कति काट्ने होइन Don't mess it up. Jaira. गुजुजु गरेछ क्या मम्मीले Jaira? Cutie. Pelak mana parah ini le? तिम्रो बाहिर हुन्छ Please do not touch. Kau tu dia kepala sekolah. Baik ni ana. बाहिर अल्छी जमा दिउँभरि बच्चाको अनि इरिटेट हुन्छ चिनाएर लाइटमा बस्छ Itu istiada. Intu mintu nandanama. Baba paltanama. Tadi sakit apa anda? Oh, baru na. Rawan lagi. Lagi. जाइरोन ज्ञानी भएर बसिरहेको थिएन है तर मैले चाहिँ लामो समय लगाएँ क्या कपाल काट्नलाई अनि त्यसपछि उसको त्यो अब इरिटेट हुन लाग्यो कि अनि हामीले त्यो कभर पनि निकाल्थ्यौँ अनि त्यो कपालले उसलाई गोज्न थाल्यो होला त्यसपछि ऊ इरिटेट हुन थाल्यो उसको अब एकदम फ्रस्ट्रेट हुन थाल्यो अब चाहिँ रोएर हैरान हुन्छ मैले जसो तसो गरेर काम मात्रै सकाएँ यो भिडियो मैले मेमोरीको लागि बनाएको खासमा होइन अनि अब मेरो फर्स्ट ट्राई पनि भइहाल्यो होइन अनि त्यसपछि अब कस्तो हुन्छ बिस्तारै मैले कति सिक्छु कतिको जाने हुन्छ होइन अनि अब हेर्दा हेर्दा म बिस्तारै म एकदम राम्रो बार्बर चाहिँ बन्छु छोराको लागि चाहिँ होइन तर यो चाहिँ पहिलोचोटि जस अलिक नराम्रै बनाइदिन्छु भन्ने सोचिरहेको थिएँ तर हेर्न लायकको चाहिँ भएको छ लास्टसम्म बिग्रि नै हाल्यो भने चाहिँ अब फेरि बनाउन लैजान्छु म बार्बरकोमा भन्ने सोचिरहेको थिएँ होइन अनि त्यस्तो अब बनाउनै लैजानु पर्ने जस्तो चाहिँ भएन अनि मैले चाहिँ अब मलाई एकदम सिक्न मन लागिरहेको थियो अनि यस्तो मजाले अब छोरा आफ्नो यहाँ क्लाइन्ट पाएपछि त अनि के चाहियो अब बुढाले त काट्नै दिनुहुन्न अनि अब चाहिँ मेरो छोराको अब पेसेन्स लेभल को बात फुटेर अब उसले टोलरेटै गर्न सक्दैन एकदमै इरिटेबल हुनलाई उयो भइसक्यो होइन अनि त्यसपछि अब यतिकै छोड्न त भएन एकदमै यो काम चाहिँ आधा अधुरो भयो जसो तसो गरेर मैले चाहिँ अब यो जस्तो अब चाहिँ सकाइदिन्छु भन्नेतिर लागेँ यहाँ चाहिँ सुरुमा त भिडियोहरू केही नदेखाइकन यतिकै मजाले काट्न दिइरहेको थियो मैले फास्ट काट्न जान्ने भएको भए चाहिँ केही समस्या हुन्थेन अब म पनि लर्नर परिहालेँ अनि त्यसपछि मलाई त धेरै नै समय लाग्यो है यो काट्नको लागि पहिलोचोटि नै समातेको मैले यो के भन्छ कपाल काट्ने कुरा है अनि एकदम धेरै समय लाग्यो त्यसपछि अनि भिडियोहरू देखायौँ के गर्यौँ बोलाउन खोज्यौँ हुनै छोड्यो अनि काम सकाउने काम मात्रै भयो त्यसो बेला लास्टमा अनि यहाँ कति फकायौँ कति फकाउन थाल्यो घरिघरि हाँसी नै रहेको छन् होइन आज बिचबिचमा अनि त्यसपछि जस्तो उसलाई एकदम इरिटेट हुन लागिसक्यो अब कपालहरू त्यो आफ्नो जिउमा पर्दा कस्तो हुन्छ
एकदम चिलाउने अनि त्यसपछि एकदम अप्ठ्यारो हुन्छ नि त सानो बच्चालाई झन् यत्रो समयसम्म यसरी बसाल्न कति गाह्रो हुन्छ यो टोडलरलाई। अनि जस्तो त्यसो गरेर काट्यो। त्यसपछि मैले अनि मेरो हस्बेन्डलाई म तपाईँको कपाल काटिदिन्छु भनेर कतिचोटि फकाएँ मेरो बाबुको देखाएर पनि। अहिले मान्नु भएको छैन, पक्कै पनि म अलि जान्ने भइसकेपछि मान्नुहुन्छ भन्ने आशा छ। र आजलाई चाहिँ यही नै होइन, अब फाइनल लुक तपाईँहरू हेर्न सक्नुहुन्छ। अनि एउटा दुइटा फोटो पनि राखिदिएको छु मैले। अनि त्यही हो, यस्तै छ मामुहरू। ल ट्राई गर्नुहोस्। सो जाइरन चाहिँ याछिन जाइरनको सुरुमा यस्तै हेयर हो, कट भएको बिस्तारै आज होइन। सिकिन्छ, अनि होइन जाइरन त? चाहिँ त्यसपछि अलिकति Thank you so much for मानिरन watching this काटिरहेको vlog. गर्दाखेरि This is the final look. Thank you so much. Bye bye.